हेलो गाइज, अहिले चाहिँ हामी पशुपति नगरबाट इन्डिया जाँदैछौँ। गाइज अहिले हाम्रो यात्रा सुरु भइरहेछ है। अनि दिन चाहिँ एकदमै बिग्रिरहेछ। जाँदैछौँ है। हेलो, अहिले चाहिँ हामी इन्डियातर्फ लागिसकेका छौँ। हेर्नु होला गाइज, नेपालबाट इन्डियापट्टि हामी छिरिसकेका छौँ। अब हामी इन्डियाको भ्यूहरू तपाईँहरूलाई देखाउने छौँ। हेर्दै जानु होला। बाटो यस्तो छ। हेलो गाइज, अहिले चाहिँ हामी सुकेमा हो। सुके बजारमा अहिले चाहिँ है यसरी सुके बजार घुम्दै यहाँबाट चाहिँ सुके बजार हुँदै तक्ता जाँदैछौँ हामीहरू है। अहिले चाहिँ जाम है, दार्जिलिङ साइडको जुन जाम छ गाइज हेर्नु होला। हामी चाहिँ यस्तो जाममा परिरहेको छौँ। पानी पनि परिरहेको छ, दिन पनि राम्रो छैन, वेदरहरू बिग्रिरहेको छ। हेर्नु होला। हेलो गाइज, अहिले चाहिँ हामी 6 माइल आइपुग्यौँ। अब यहाँ चाहिँ हामी खाजा खाने, चिया खाने अनि त्यहाँबाट जाने। हेलो हेलो, यहाँ चाहिँ चिया पाइएन। अब हामी ओह्रालै लाग्छौँ। अहिले चाहिँ बाटोमा चाहिँ जाँदै गर्दा चाहिँ एकदम सानो डिस्टर्ब बाटो चाहिँ तक्ता जाँदै गर्दा डुब्नु लाग्यो है। अहिले हेर्नु है, हामी झर्दैछौँ ओह्रालो 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 लिङ जाँदैछौँ है। अहिले रोड दामी छ है, दामी लाग्यो। हामी टीगाडानको बाटो जाँदैछौँ। हेर्नु होला, यहाँ कुकुर हाँसिरहेछ। तक्तादेखि तल यसरी हामी यहाँ आएको छौँ है घुम्नुलाई। हेर्नु होला गाइज, यहाँ चाहिँ इन्डिया। हेर्नु होला, आज चाहिँ हाम्रो यात्रा भनेको यहाँसम्म हो। यसरी भ्यूहरू हेर्नुलाई एकदमै दामी। पारीको चाहिँ टीगाडन वाह, कति दामी भ्यू, एकदमै राम्रो। यसरी यहाँ आइपुग्यौँ है। हेर्नु होला, एकदम दामी लाग्यो हामीलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्यो? बडाको नाम चाहिँ के हो? मुनबारी भुजेल। ल अब चाहिँ हामीले बेच्यौँ। हाम्रो घरमा आइपुग्यौँ। साह्रै खुसी लाग्यो हामीलाई। मेरो घर चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि पशुपति नगर हो। पशुपति नगरबाट यहाँ हामी चाहिँ सिधै आइपुग्यौँ। ल आज चाहिँ पाहुना लाग्यो। पाहुना यहाँनिर खाना खानु भइरहेको छ हामीहरू। खाना खाउला नाम खाने अहिले चाहिँ यहाँनिर तपाईँले लिङको भ्यू देखाइरहेको छु मैले।